Educational Psychology, शैक्षिक मनोविज्ञान, B.Ed second year TU. Important question number 1. Explain the meaning and definition of psychology. मनोविज्ञानको अर्थ र परिभाषाहरूको व्याख्या गर्नुहोस्। साइकोलोजी अंग्रेजी शब्द हो। यसलाई नेपालीमा मनोविज्ञान भनिन्छ। अंग्रेजीको साइकोलोजी शब्द ग्रीक भाषाका दुईवटा शब्दहरू साइक र लोगोस मिलेर बनेको हो, जसमा साइकको अर्थ सोल वा आत्मा र लोगोसको अर्थ साइन्स वा विज्ञान भन्ने हुन्छ। यी दुवैको शाब्दिक अर्थलाई हेर्दा साइकोलोजीको अर्थ आत्माको विज्ञान वा अध्ययन भन्ने हुन्छ। यसर्थ साइकोलोजीको शाब्दिक अर्थ साइन्स अफ सोल वा आत्माको विज्ञान हुन्छ। मनोविज्ञानले आफ्नो स्वतन्त्र विधाका रूपमा अस्तित्व प्राप्त नगरेसम्म यसलाई दर्शनशास्त्रको एक शाखा मानिन्थ्यो। यस अवस्थामा मनोविज्ञानलाई मनोवैज्ञानिकहरूले आत्मा, मस्तिष्क, चेतना र व्यवहारको अध्ययनको रूपमा विश्लेषण गरेको पाइन्छ। मनोविज्ञानका केही प्रमुख परिभाषाहरू। Some definitions of psychology. बोर्डिङका अनुसार मानव प्रकृतिको अध्ययन नै मनोविज्ञान हो। साइकोलोजी इज द स्टडी अफ ह्युमन नेचर। स्किनरका अनुसार मनोविज्ञान व्यवहार तथा अनुभवहरूको विज्ञान हो। साइकोलोजी इज द साइन्स अफ बिहेभियर एन्ड एक्सपिरियन्स। क्रो एन्ड क्रोका अनुसार मनोविज्ञान भनेको व्यवहार र अनुभवको विज्ञान हो। साइकोलोजी इज द स्टडी अफ ह्युमन बिहेभियर एन्ड ह्युमन रिलेसनसिप। वुडवर्थका अनुसार व्यक्तिको वातावरणसँग सम्बन्धित रहेर उसका क्रियाकलापहरूको वैज्ञानिक अध्ययन गर्ने विधा नै मनोविज्ञान हो। साइकोलोजी इज द साइन्टिफिक स्टडी अफ द एक्टिभिटिज अफ द इन्डिभिजुअल इन रिलेसन टु हिज इन्भाइरोमेन्ट। माथिका परिभाषाहरूबाट के स्पष्ट हुन्छ भने मानव व्यवहार वा क्रियाकलापहरूको वैज्ञानिक अध्ययन नै साइकोलोजी हो।